परमात्मा भगवानको यो बाललीलामा यस्तै कुराहरू यहाँ बताउँदै हुनुहुन्छ। राजा परीक्षितलाई सुखदेव स्वामीले अनि अगाडि गएर भन्नुभयो, अब भगवानले त एक दिन साथीहरूसँग खेल्न गएका बेलामा धेरै साथीहरू भेला गर्नुभएछ र अब सौरमण्डली निर्माण गर्न लाग्नुभयो। हेर्नु त सज्जन, भगवानले अब सौरमण्डली निर्माण गर्नुभयो अरे। किन त अब त्यो सौरमण्डलीको अध्यक्ष को बन्छ? भगवान श्रीकृष्ण भन्न लाग्नुभयो। अब के गर्ने त भन्दा हामीहरू अब कता कता कतै कतै गएर नौनी मक्खन चोर्ने काम गर्नुपर्छ भनेर सारा साथीहरूलाई भेला पार्नुभयो। अनि त्यहाँबाट भेला पारिसकेर एउटी गोपिनीको घरमा पहिलोचोटि जाने विचार गर्नुभयो र त्यहाँबाट चोर्न अब त्यति सजिलो छैन नि त। भगवानले सारा साथीहरूलाई सिकाउनु भयो र लिएर जानुभयो। अनि ती गोपिनीका घरमा गएर जब चोर्नुभयो, चोरिसके पछाडि त आज सारा सबै मक्खनहरू पनि अनि त्यहाँबाट दही सबै हरायो। भोलिपल्ट पनि विचार गरिन्, पर्सिपल्ट पनि भगवान फेरि तिनीका घरमा जाने विचार गर्नुभएछ सारा साथीहरूलाई लिएर। र जाँदै गर्दाखेरि त अब उनले विचार गरेछन्, कसले चाहिँ मेरो यो मक्खन सधैँभरि लगिदिँदो रहेछ, कसले चोरेर खाँदो रहेछ भन्ने कुरा विचार गरिन् र हेरेर बसेछन्। अनि भगवान यसो च्याउँदै च्याउँदै त्यो घुङ्री कपाल हुनुभएको भगवान अनि त्यहाँबाट दाजु बलरामले सहित भएर सबै साथीहरूका साथमा लुक्दै लुक्दै तिनीका घरमा पुग्नुभयो। अनि त्यतिखेर यसो च्याउँदै हुनुहुन्थ्यो, उनले पनि ढोकामा लुकेकी रहेछन्। च्याप भगवानको हात पक्रिन् अनि त्यहाँ विचार गरिन्, आज पख तिमीलाई अब मैले जानेको छ कृष्ण, यो सारा काम गरेर तिम्रो पो रहेछ त यो। हेर त यस्तो खालको कर्म गर्नुहुन्छ, चोर्ने काम गर्नुहुन्छ कहिले भनेर यसरी अब गाली गरिन्। अनि गाली आज म यशोदाको गाली नखाइकन तिमीलाई कहाँ छोड्छु अब कुटे खुवाउँछु आज म। हेर मेरो 3-4 दिन भइसक्यो गुरु नौनी मक्खन हराएको भनेर को रहेछ भनेको त कृष्ण तिमी र छौ नि भनेर हात पक्रेकी छिन्, छोड्दिनन्। अनि कृष्ण भगवान हात फुत्काउन भन्नुहुन्छ। केही गर्दा पनि गोपिनीले यशोदा माताका घरमा लिएर जाने विचार गरिन्। अनि तान्दै तान्दै लिएर गइन्। त्यतिखेर परमात्मा भगवान श्रीकृष्णले भन्नुभयो, अरे मेरो यो हात अर्को फेर्छु म एकछिन छोडिदिउँ न भन्नुभयो भगवानले त्यति बोलीमा। अब त्यहाँबाट होला साह्रै गाह्रो भयो गाह्रो भनेर उनले पनि यसो हात छोडिदिएकी मात्रै थिइन्। त्यतिखेर भगवानले फुत्त उनकै छोरालाई तान्नु भएछ र उसका हातमा च्याप्पै पक्राइदिनु भयो। र त्यहाँबाट अब यता हेरेकी छैनन् झन् सारा व्रत भने त अरू वृन्दावनका सारा व्रती बजस्तीहरूले के गरेको हुन्छ, हामी पनि कहिले एकै वृन्दावन गयौँ भने हेर्नु होला त्यहाँनिर उनीहरूले सारा यो साडीले अगाडि अनुहार ढाकेको हुन्छ। अनुहार देखाएर कहिले हिँड्दैनन् त्यहाँ व्रतवनिता ती सारा आमा मातृशक्तिहरू। र सजन गमलामा घोप्टो ओढेको थियो, उनले कतिखेर कृष्णले छोरालाई साटेर आफ्नै छोरालाई हातमा पक्राइदिए भन्ने कुरा थाहा पाइनन्। अनि त्यहाँबाट तिनैलाई कृष्णमाला भन्दै सार्दै लिएर गइन्। यशोदाका घर अगाडि पुगेर त भगवान फेरि अघि छोटो बाटो खोरेर कुदेर जानुभएछ र आमा मलाई त भोक लागेको खानेकुरा दिनुहोस् भनेर मागेर बसेर खाना थालिहाल्नुभयो। यता उनी गाली गर्दै फतफताउँदै कृष्णलाई आज मैले लिएर आएँ, यशोदा छिटो बाहिर निक्ल भन्ने पुर्याइन्। अब जब त्यहाँ पुगाइसके पछाडि त अनि त्यहाँ तिम्रो छोराले आज मेरो दही मक्खन चोरेर हैरान लायो, यशोदा छिटो बाहिर आऊ भन्दाखेरि त के भन्छ गोपिनी आज भन्दै बाहिर निक्लिनु भएको। यता आफ्नै छोरालाई घिसार्दै लिएर आइरहेछ अनि कराइरहेकी छे। ओहो यस्तो देखेर भन्नुहुन्छ, किन कसरी लाग्यो त तिम्रो छोरा देखिनु यहाँ। त्यतिखेर भगवानले भित्रबाट मुसुक्क हाँस्दै बाहिर निक्लिनु भयो। छक्क परिन्, मैले कसरी लिएर आएछु भनेर हेर्दाखेरि त आफ्नै छोरालाई पो घिसार्दै लिएर आएकी रहेछु। राम राम राम। अनि त्यहाँबाट तिम्रो छोराले हेर्न सधैँभरि चोरेर हैरान लागिसक्यो। यति मात्रै कहाँबाट आज भत्सान मञ्चन कोटिद समय क्रोश सञ्जात हास। हेर तिम्रो छोराले कहिले गाई दुने बेला नभइकन गएर गाई गोठमा गएर बाछाहरू पनि फुकाइदिन्छ। अनि धेरै साथीहरू लिएर गएर चोरेर हैरान लागिसक्यो देवी भनेर यसरी सुनाए। अनि आफूले मात्रै खाए त हुन्थ्यो नि, बाँदरलाई पनि बोलाएर खुवाउँदो रहेछ नि। हेर त मेरा घरका धेरै दिन भइसक्यो दही मक्खन हराएको भनेर सुनाइन्। अब यता यशोदा माता भन्नुहुन्छ, हेर तिमी किन चिन्ता गरेकी अनि अलि अध्याएर कोठामा राख्नु त कसैले नदेख्ने ठाउँमा भनेको के भन्छ, हस्ताग्राह्यो रजति विधिम पीठ खोलो कलादि। अग्ला ठाउँमा झुन्डायो भने पनि ल्याउँछ र ओखल घोप्ट्याउँछ र अनि त्यहाँ माथि चढेर प्वाट्टै फुटाएर खाँदो रहेछ तिमीलाई छोराले। अनि त्यति मात्रै कहाँबाट तिमीले त्यो हातमा अनेक प्रकारका ती बालाहरू लगाइदिएकी छेउ नि तिनलाई। हो ती सबै त्यो अँध्यारा कोठामा पुग्दाखेरि त झरझर बलेर लाइट जस्ता उज्यालो हुन्छन्, सबै अँध्यारो पनि उज्यालो हुन्छ। ध्वन्तागारे धृतमणि गणम स्वाङ्गवर्थ प्रदीपम। त्यो अँध्यारा कोठामा पनि उज्यालो हुन्छ तिम्रो छोरो बस्ने बित्तिकै। आज हैरान लागिसक्यो भनेर यसरी भने हेर्नुहोस् त। अब एउटा दुईटा गर्दै गर्दै भगवान धेरै गोपिनीहरूकामा भगवानले चोरी लीला कर्मलाई अगाडि बढाउँदै हुनुहुन्छ। तर सज्जन एउटाका घरमा गएर भगवानले यस्ता कर्म गर्नुभयो, अर्काका घरमा गएर भगवानले बाछा गाईलाई फुकाइदिनु भयो बेलै नभइकन, दुने बेला नभइकन।
अनि बाँदरलाई बोलाएर भगवानले नुहाउने मक्खन खुवाउनु भयो। यसो गर्दा गर्दै गर्दा गर्दै ती गोपिनीहरूलाई कस्तो आनन्द भएछ भन्दा अब जतिखेर पनि हाम्रै घरमा आए पनि हुन्थ्यो कृष्ण, हामीले बनाएको माखन यसरी खाए पनि हुन्थ्यो भनेर सारा व्रत वनिताहरू एक दिन दुई दिन भगवान उनीहरूकामा जानु भएन छ भने उनीहरू सारा यशोदा मातालाई बोल लगाउने न्यु गरेर यसरी सबैजना पालै पालो भगवान आऊ भनेर यसरी उनीहरू बोलाइरहन्थे। र प्रभु परमात्मा भगवानले यसरी यी दही खाँदै अनि त्यहाँबाट ओठमा लगाउँदै वत्सल भगवानको राधारमण भगवानको नमुनी मक्खन चोर्ने दहीका ठेका बाँडा फुटाउने अनि बाँदरलाई खुवाउने आउनुहोस्। भक्तवत्सल भगवानको दही चोरी खाने ठेका भाँडा फुटाउने, दही चोरी खाने ठेका भाँडा फुटाउने, कृष्ण तिम्रो यो बानी कहिले नजाने, कृष्ण तिम्रो यो बानी कहिले नजाने। दही चोरी खाने ठेका भाँडा फुटाउने, दही चोरी खाने ठेका भाँडा फुटाउने, कृष्ण तिम्रो यो बानी कहिले नजाने, कृष्ण तिम्रो यो बानी कहिले नजाने। जय हो बालगोपाल भगवान को, मक्खन चोरिया भगवान को। जय हो। काले कृष्ण नकले नकल परा, काले कृष्ण नकले नकल परा, सोरसई गोपिनी को आंसू न भरा, सोरसई गोपिनी को आंसू न भरा। दही चोरी खाने ठेका भाँडा फुटाउने, दही चोरी खाने ठेका भाँडा फुटाउने, कृष्ण तिम्रो यो बानी कहिले नजाने, कृष्ण तिम्रो यो बानी कहिले नजाने। बोलो माखन चोर भगवान को जय हो। श्री राधे जय हो। बोलो कृष्ण चंद्र भगवान को। तिम्रै घरमा माखन छ त किन अन्त चल्छौ, तिम्रै घरमा माखन छ त किन अन्त चल्छौ, हाम्रा नयाँ ढेकी बाँडा ढुङ्गा हानी पर्छौ, हाम्रा नयाँ ढुङ्गा बाँडा ढुङ्गा हानी पर्छौ। दही चोरी खाने ठेका भाँडा फुटाउने, दही चोरी खाने ठेका भाँडा फुटाउने, कृष्ण तिम्रो यो बानी कहिले नजाने, कृष्ण तिम्रो यो बानी कहिले नजाने। जय हो श्री राधे जय हो माखन चोर भगवान को। जय हो। यशोदाको छोरोले दही चोरेर खान्छ, यशोदाको छोरोले दही चोरेर खान्छ, मुसु मुसु हाँसी हाँसी मन चोरी लाग्छ, मुसु मुसु हाँसी हाँसी मन चोरी लाग्छ। दही चोरी खाने ठेका भाँडा फुटाउने, दही चोरी खाने ठेका भाँडा फुटाउने, कृष्ण तिम्रो यो बानी कहिले नजाने, कृष्ण तिम्रो यो बानी कहिले नजाने।
भगवानको बोल बालगोपाल भगवानको सबैजना बसिहाल्नुहोस् त ठेकाबाट फटा जस्तो बसिहाल्नुपर्छ सजन एक दिनको कुरो हो यहाँ सुखदेव स्वामी भन्नुहुन्छ राजन एकदा क्रीडमानास्ते रामाद्या गोपदारकः कृष्णोमिदं भक्षितवान् इति मात्र भगवान क्रीडा खेल्नका लागि भनेर सारा जानुभएको थियो श्री राम आदि गरेका साथहरू लोक आदि गरेका साथीहरूका साथमा खेल्दै हुनुहुन्थ्यो खेल्दा खेल्दै भगवानले त